ल हेर त यो क्वेसनमा के भनेको छ, इफ द मिडियन इन्कम अफ 150 वर्कर्स अफ अ फ्याक्ट्री इज RS 7000 भनेपछि टोटल नम्बर अफ वर्कर्स कति छ 150 अनि हाम्रो फ्याक्ट्रिज RS मिडियन चाहिँ कति छ 7000 भनेपछि मिडियन भ्यालु चाहिँ हाम्रो 7000 छ अनि नम्बर अफ वर्कर चाहिँ कति छ 150 यो चाहिँ हाम्रो गिभन हो। त्यसपछि यहाँ हामीलाई हेरेर त इन्कम RS कतिमा दिएको छ 1000 मा दिएको छ 0 देखि 2 भनेको यो 0 देखि 2000 सम्म अनि त्यसपछि 2000 देखि 4000 यस्तो हो है यो भ्यालु चाहिँ। र यसमा दुईटा फ्रिक्वेन्सी नम्बर अफ वर्कर्स दुईटा फ्रिक्वेन्सी के छ मिसिङ छ, एउटा यहाँ 2 देखि 4000 2000 देखि 4000 बिचमा कतिजनाले पाउँछन् र 8000 देखि 10000 को बिचमा कतिजनाले पाउँछन् भन्ने फ्रिक्वेन्सी चाहिँ मिसिङ छ है। त्यहाँ चाहिँ कतिजना कामदार छन् भन्ने चाहिँ मिसिङ छ। ल रिराइट द टेबल, टोटल नम्बर अफ वर्कर कति छ 150 यो भन्ने यानको भ्यालु हो है। अनि मिडियन कति भनेको छ क्वेसनले 7000। अब हेर त इन्कम 1000 मा यो हामीले त्यही यही टेबललाई रिराइट गरेको अनि नम्बर अफ वर्कर्सलाई फ्रिक्वेन्सी मान्नुपर्छ अनि याप त्यसरी भ्यालु पुट गरेर छौँ। मिसिङमा चाहिँ यहाँ ए अनि यता चाहिँ हामीले बी राखेको छ है। ल यहाँनिर अलिकति ठाउँ नपुगेर यो छुट्या रहेछ। 12 देखि 14 पाउने कतिजना छन् 12000 देखि 14000 पाउने 10 जना। यो चाहिँ यो भ्यालु हो है यहाँनिर राखेको, यो अलि सानो उसमा भएको छ। त्यसपछि हेर अब क्वेसनले दिएको कुराहरू फटाफट लेख्ने अनि इक्वेसन बनाएर हामीले सल्भ गर्नुपर्छ यसलाई चाहिँ। अब हेर त द मिडियन इन्कम कति छ 7000 विच इज लाइज। अब हामीलाई क्लास चाहिन्छ नि मिडियन निकाल्दाखेरि, यो क्लास भनेको थाहा छ नि n/2 हामीले मिडियन निकाल्दाखेरि मिडियन क्लास निकाल्थ्यौँ नि। अब चाहिँ यो क्वेसनैबाट निकाल्ने है। हामीलाई मिडियन दिएको छ 7000। ल यो 7000 यो बिचमा कहाँ पर्छ 6000 देखि 8000 को बिचमा हो कि होइन 7000 भनेपछि हाम्रो मिडियन क्लास कति हुने भयो अब 6 to 8। किन 7000 मिन्स 7 एन्ड रेन्ज 6 to 8 कन्टेन 7। सो अब मिडियन क्लास थाहा भइसक्यो। मिडियन क्लास थाहा भइसकेपछि हाम्रो मिडियन क्लास कति छ 6 to 8 अनि लोअर बााउन्ड्री यालको भ्यालु निकाल्नु पर्थ्यो नि। लोअर क्लास के अरे 6 यो 6 भ्यालु लगेको है यालको भ्यालु। अनि टोटल फ्रिक्वेन्सी हामीलाई थाहा छ 150 अनि फ्रिक्वेन्सी अफ मिडियन क्लास जुन मिडियन क्लास हो त्यसैको फ्रिक्वेन्सी लग्ने कति लग्ने 50 हो, यो 50 लगेको है। त्यसपछि क्युमुलेटिभ फ्रिक्वेन्सी थाहा छ नि तिम्रो फर्मुलामा यो सिएफ हुन्छ नि हो, यसको भ्यालु भनेको यसको माथिल्लो लेभल लग्ने। यसको माथिल्लो भनेपछि ठ्याक्कै हामीले सिएफ निकाल्नु पर्यो भन्ने यहाँ के हुन्छ अब 10 प्लस ए अनि फेरि यसमा यो 25 जोड्ने हो कि 10 प्लस 25 प्लस ए भनेको कति हो 35 प्लस ए हो। यो क्युमुलेटिभ फ्रिक्वेन्सी ठ्याक्कै हाम्रो जुन फ्रिक्वेन्सी आउँछ त्यसको माथिल्लो लेभल माथिल्लो फ्रिक्वेन्सी लग्ने भनेको त्यो चाहिँ 35.A आछ है। यसरी 35.A आएको। अब हामीले मिडियनको फर्मुला थाहा छ है। मिडियन इक्वल टु के हुन्छ याल प्लस n/2 माइनस सिएफ अपन एफ इन्टु एच हो। अब तिमीलाई हो यहाँ एउटा याचको भ्यालु पनि निकाल्नुपर्छ। याच भनेको हेर त 2000 को डिफ्रेन्स है प्रत्येकमा। याच भनेको डिफ्रेन्स हो नि। ल 7 अब भ्यालु पुट गर्ने सबको 7000 अनि याल भनेको लोअर क्लास कति छ 6000 प्लस n/2 माइनस अनि सिएफ भनेको हेर त कति निस्केको थियो हाम्रो 35.8 त्यो भ्यालु पुट गरेको है इन्टु याचको भ्यालु 2000 अपन याफ फ्रिक्वेन्सी कति छ हाम्रो 50। ल सब सल्भ गर्दाखेरि सल्भ गरेको हेर यो 6000 यता जाँदा कति भयो 1000 बच्यो। यो मैले यहाँ स्टेपहरू छट्केछ है 6000 यता गएर घटाउने हो 1000 बच्यो। अरू चाहिँ यो जस्ताको तस्तै लेखेको छ। अनि यो एउटा यो 0 र यो 0 क्यान्सल गर्दाखेरि यहाँ 200 अपन 5 यो बुझ्यो यहाँनिर। अनि फेरि 75 को 75 माइनसले खोल्ने भित्र ए माइनस 35 अपन 5 इन्टु 200। त्यसपछि हाम्रो हुन्छ त्यो 200 यता मल्टिप्लाईमा थियो नि त्यो चाहिँ मैले यता डिभाइडमा ल्याएँ। 200 ले 1000 लाई कतिचोटि जान्छ 5 चोटि हो। अथवा दुईटा 0 क्यान्सल भयो अनि 2 5 चाहिँ 10 गरे पनि हुन्छ। अनि यो हाम्रो थियो कति यहाँ 75 बाट 35 घट्यो भने कति बच्छ 40 हो।
40 माइनस ए बचेछ अनि यो 5 इन्टु यो 5 गरेर यहाँ कति भयो 25 इक्वल टु 40 माइनस ए अनि 25 40 यता आउँछ माइनस 40 माइनस ए बच्छ यता अनि यो बच्दाखेरि माइनस 15 बाँकी हुन्छ अनि यो ए माइनस ए यो माइनस र यो माइनस के हुन्छ क्यान्सल हुन्छ ए को भ्यालु कति आयो 15 भने चाहिँ एउटा मिसिङ फ्रिक्वेन्सी आयो है हाम्रो अनि सेकेन्ड हेर त अब अर्को कसरी निकाल्ने बी अब हामीलाई थाहा छ टोटल फ्रिक्वेन्सी कति छ 150 छ हो ए को भ्यालु हामीले अहिले भर्खरै 50 निकालिसकेका छौँ अनि सबैलाई जोड्ने अनि यहाँ बी छ हो अनि ल ए को भ्यालु हामीले कति राख्यो 15 राख्यौँ सबैलाई जोडेर अनि 150 बाट घटायो भने हाम्रो बी को भ्यालु आउँछ 35 यसरी दुईटा मिसिङ फ्रिक्वेन्सी निकाल्ने